गीत कसले बजाउने गीत जिन्ने यो दाइहरुले डीजे वाली नाच्ने पनि त डान्सर डीजे वाली हो पेन ड्राइभ बोकेर 3-4 कहिले भनेको नि जहिले नि पेन ड्राइभ लिएर गयो हुनको लागि पिकनिक भिडियो चाहिँ बल्ल आउँदैछ धेरै जाँगर भएपछि यस्तै हो हेर्नु न के गर्ने अब हामी कुरा गर्दा गर्दै रमाइलो गर्दा गर्दै इको पार्कमा आइपुग्यौँ आएसँगै सबैजना मिलेर चाहिँ एउटा सामान आफ्नो हात खाली नजाने क्रममा सबैजनाले एउटा केही न केही बोकेर चाहिँ पिकनिक स्थल यानि कि गन्तव्यतिर लागिरहेका छौँ गाडीबाट सामान झार्ने काम भइरहेको छ सबैजना कसिएर झर्नु भएको छ पिकनिक आउन कति रमाइलो हुन्छ नि है सबैजना मिलेर यसरी बेला बेलामा रमाइलो गर्न पाउँदा त छुट्टै हुन्छ नि त्यही माथि झन् हामी कति धेरैजना छौँ कि अफिसमा साथीहरू अनि त्यो कारणले पनि छुट्टै रमाइलो हुन्छ कि अनि हामी सबैजना मिल्ने भएको भएर नि होला त्यो माहौल छ हाम्रो अफिसमा चाहिँ त्यसैले हामी चाहिँ पिकनिकमा आइसक्यौँ अब चाहिँ सबैजनाले आफ्नो काम सम्हालिरहनु भएको छ कसैले अब तरकारीको लागि तयारी कसैले बुटुनको लागि तयारी कोही अब के गीत गाउने होला को नाच्ने होला के गीत बजाउने होला हुन्छ नि हैन पिकनिक आइसकेपछि त सबैजनालाई छुट्टै ऊर्जा हुन्छ रमाइलो हुन्छ वर्षभरिको काम थकै मार्ने एउटा बहाना भनौँ या सबैजना साथीभाइ एकै ठाउँमा हुने एउटा बहाना हो यो पिकनिक भनेको बहानासँगै रमाइलो पनि हामी चाहिँ रमाइलो गर्नलाई जुटिरहेका छौँ अब यता चाहिँ फेरि भुटुनको लागि तयारी हुँदैछ कि है पिकनिकमा भुटुन भनेपछि अब सबैजनालाई रमाइलो भइहाल्छ स्पेसल्ली त अझ मासु खाने साथीहरूको लागि त यो स्पेसल फुड नै भइहाल्यो अब यहाँ पकाउनलाई चाहिँ सबैजना कसिनु भएको छ कि कुक दाइदेखि लिएर हाम्रो अफिसका सबै सरहरू चाहिँ पुरा कसिरहनु भएको छ भुटुनको लागि अब सबैजनाले पकाएको भुटुन पक्कै मिठै होला नि है ल हेर्नु त यसरी मर मसला हालेर परक पुरुक पारेर भुटेपछि त कसो मिठो नहोला त कति रमाइलो हुने कि यसरी सबैजना मिलेर पकाएको खाना चाहिँ साह्रै रमाइलो हुने कि सबैजनाले चाहिँ पकाइरहनु भएको छ कोही के काम गरिरहनु भएको छ म चाहिँ भिडियो खिच्न मस्त छु अब यहाँ चाहिँ हाम्रो सरहरू म्यामहरू बसेर चाहिँ हेरिरहनु भएको छ अब हाम्रो अर्जुन सर पनि कसिनु भएको छ भुटुन बनाउनको लागि अब अर्जुन सरले बनाउनु भएको भुटुन कस्तो हुन्छ भन्ने कुरा त खाइसकेपछि थाहा होला है अब फेरि म भेज परेँ अब कस्तो हुने हो दिपा दिदी पनि पुरा धुलो छल्दै पकाइरहनु भएको छ म पनि नखाए पनि चलाइरहेको छु मिठो भयो भने मैले पकाएको भनेर फुर्ती लाउन पाइन्छ नि त त्यही भएर ध्रुव सर पनि कसिनु भएको छ है भेज भए पनि ल अब कुक दाइले यसरी मसला हालेपछि त पक्कै मिठो हुन्छ नि हाम्रो नवीन सरले पनि पुरा कसेर चलाइरहनु भएको छ अब मिठो भयो भने पक्कै नवीन सरले मैले पकाएको त्यही भएर मिठो भएको भन्नुहुन्छ कि फेरि अब के गर्ने होला त जे होस् रमाइलो सबैजनाले मिलेर पकाएको खानेलाई पनि रमाइलो हेर्नेलाई पनि रमाइलो गर्नेलाई पनि रमाइलो होइन साह्रै रमाइलो कि अब हाम्रो मया म्यामले चाहिँ सरलाई साह्रै माया गर्ने कि खुसुक्क बदम लिएर आएर दिनुभएको ल हेर्नु न कति धेरै माया गरे होला कि है अब यसरी भुटुन तयार हुँदैछ प्रशान्त दाइले पुरा चाख्ने काम गरिरहनु भएको छ कस्तो भयो भनेर म्यामले चाहिँ बदम बाँडिरहनु भएको छ सबैजनालाई अब कोही बदम र सुन्तला खाएर घामको पुरा मजा लिइरहनु भएको छ पुसमा है अब यतातिर चाहिँ खाने कार्यक्रम भइरहेको छ भने यतातिर चाहिँ अब गीत बजाउने भनेर सल्लाह पनि भइरहेको होला अब नाच्ने हो कि पिकनिकमा भन्ने कुरा नि भइरहेछ हाम्रो माइलोहरू बल खेलिरहनु भएको छ सानो बेबीहरू अब यहाँ दिदीहरू पुरा घाम तापेर बसिरहनु भएको छ यतापट्टि अचारको लागि सलादको लागि काटकुट भइरहेको छ ल अब यता चाहिँ म्याग्नेट गरेर राख्नु भएको छ यता भुटुन पाकिरहेछ ओहो कति रमाइलो हो कहीँ चाहिँ गफ चलिरहेछ घाम ताप्दै अब यसो उसो गर्दा गर्दै खाजा खाने टाइम भयो बिहानको कोही खाजा खान बस्नु भएको छ भने कोही चाहिँ खाजा बाँडिरहनु भएको छ हाम्रो दिदीहरूले चाहिँ पुरा कसेर सबैजनालाई खाजा बाँडिरहनु भएको छ सबैजनाले रमाइलो गर्दै खानेकुरा चाहिँ बाँडेर खाने कार्यक्रम भइरहेको छ भने म चाहिँ भिडियो खिच्ने काम भइरहेको छ अब यसरी हाम्रो भाइहरूलाई सरहरूलाई खाजा बाँडिरहनु भएको छ दिदीहरूले अब हाम्रो महेश सरले नि पुरा खाइरहनु भएको छ हाम्रो बाबुहरू हाम्रो नवीन सर हाँसिरहनु भएको छ नमन बाबु निर्देश बाबु सरहरू मिसहरू सबैजना
पुरा खाइरहनु भएको छ, रमाइरहनु भएको छ। पिकनिक भनेकै खाने, रमाइलो गर्ने, नाचगान गर्ने त हो नि, होइन र? अब यसरी ध्रुव सरले चाहिँ सबैजनालाई कोक बाँड्दै हुनुहुन्छ। सबैजनालाई चाहिँ रमाइलो भइरहेछ पिकनिकमा है। घर आउने टाइम पनि साथीहरू बिचको भिडियो चाहिँ के भन्छ है, हामी चाहिँ पिकनिकमा मुखले गाउने नाच्ने पनि गर्छौँ कि भजनदेखि लिएर यो गीत सबै चाहिँ हामी मुखले आफै गाउने नाच्नै गर्छौँ है। रमाइलो हुन्छ नि त्यस्तो तिमलाई पानी राखेको छु यो दिलमा आउन रामा आउन रामा तिमलाई पानी राखेको छु यो दिलमा आउन रामा आउन रामा तिमलाई पानी राखेको छु यो दिलमा आउन रामा आउन रामा तिमलाई पानी राखेको छु यो दिलमा आउन रामा आउन रामा तिमलाई पानी राखेको छु यो दिलमा आउन रामा आउन रामा तिमलाई पानी राखेको छु यो दिलमा आउन रामा आउन रामा तिमलाई पानी राखेको छु यो दिलमा राम नाम हरि बोली भक्त वत्सल भगवानको। यसरी चाहिँ पिकनिकमा रमाइलो गर्दा गर्दै हामी अँधेरो बनाएर चाहिँ घर फर्क्यौँ। घर फर्किने क्रममा सबैजनाको भन्दा पहिला मेरो घर आउने भएर म अफिस नपुगी बाटैमा छरेँ। बाई।